हेलो गाइज वेलकम ब्याक टु आइएसके युट्युब च्यानल। हाम्रो च्यानल चाहिँ धेरै दिनदेखिबाट एकदम एक्टिभ हुन पाएको छैन, किनभने हामीलाई चाहिँ बिए लागिरहेको थियो। अनि बिएको बेलामा चाहिँ अब राम्रोसँग भिडियो पनि हामीले क्लिक गर्न पाएनौँ। अब क्यामेराम्यानले भिडियो धेरै खिचिदिनु भएको छ होइन, त्यो भिडियोहरू पनि सर्ट भिडियोदेखिबाट लिएर पुरै मिलाएर आउँछ। कहिले आउँछ, आउन चाहिँ आउँछ, बिस्तारै आउँछ, त्यो पनि हेरेर माया गरिदिनु होला। अनि अहिले चाहिँ फेरि हामी नयाँ भिडियो लिएर आइसकेको छौँ। आज त्यस्तो केही हुनेवाला छैन, तर पनि हामी एउटा सानो भिडियो बनाउनेवाला छौँ हजुरहरूको लागि। हजुरहरूले हाम्रो भिडियो हेरेर माया गरिदिनुहुन्छ होला भन्ने एकदम धेरै आश राखेका छौँ। अनि आज चाहिँ हामी अब राति भइसकेको छ। अहिले कति बज्यो भन्दाखेरि रातिको 8:15 भइसकेको छ। अब हामी चाहिँ दुईजना दिदीभाइ चाहिँ हामी बाहिर जानेवाला छौँ। आजको खाना हामी बाहिरै खानेवाला छौँ। होइन गाई, सधैँभरि मैले पे गरेको छु, आज चाहिँ मेरो प्यारो काले भाइले पे गर्छ। अनि गाइज मेरो चाहिँ बिहेको मेहन्दी पनि गएको छैन, कस्तो भएको छ कमेन्ट गरिदिनु होला। म काले होइन नि, गाउँमा काम गरी दाइको बिहेमा घामे डरेर चाहिँ कालो भएको हो नि। गाइज जोक सपाट त्यस्तो केही पनि होइन, काम त गरेको थियो तर अलिअलि गरेको थियो, धेरै गरेको थिएन। घाम त छालै त्यस्तो भएपछि डोडिहाल्छ नि। अनि ठिकै छ गाइज, अब यस्तै हो, हामीहरू अलिकति हल्का जोक्स मार्छौँ होइन, यस्तै हो। अब चाहिँ हामी जानेवाला छौँ। कहाँ जानेवाला छौँ चाहिँ हामीलाई टुङ्गो छैन हामी, तर हामीले अब भक्तपुर दरबार स्क्वायर जाने भनेर भर्खरै सल्लाह गरेको छौँ। अनि जाने होइन लगाइछ, अब हामी जान्छौँ। सियु देयर। अब चाहिँ हामी निस्किन लागिसक्यौँ। मेरो ब्रदरले स्कुटर झिक्दै हुनुहुन्छ। गाइज मेरो भाइले स्कुटर झिक्दैछ। मलाई चाहिँ खासै इन ड्राइभ याङ्गो पठाउ केही चलाउनु पर्दैन, किनकि आई हेभ अलरेडी माई पर्सनल पठाउ राइडर मेरो ब्रदर। अनि म चाहिँ अब यत्तिकै रेडी भएर निस्किन लागेँ गाइज। ल हिँड ब्रदर, अगाडि हिँड। ओइच अब एकजना त्यही पछाडि बस्नेको कमी छ मेरो भाइलाई। गाइज हामी चाहिँ निस्कियौँ। गाइज फाइनल्ली म चाहिँ निस्किसकेको छु। एकछिनै ढोका लाउँछु गाइज, ढोका लाउँछु। बाटो चाहिँ एकदम खत्तम छ, त्यही भएर म अब लाइट बालेर हिँड्नुपर्ने अवस्था छ गाइज। ब्रदर चाहिँ अगाडि पुगिसकेन्, लाइट बालेर हेरौँ भने जस्तो भयो। कस्तो बाटो छ गाइस, एकदम खत्तम बाटो छ। लुक एट दिस बाटो गाइज, यसलाई काठमाडौँ कसले भन्छ? यस्तो छ नाली नै नाली, पुरै धानबारी। तर राम्रो छ गाइस, यहाँ कस्तो एकदम फ्रेस हावा आउँछ, एकदम राम्रो छ यताको ठाउँ। वाउ कस्तो राम्रो। मुन हेर्नुहोस् न गाइज, हाफ मुन, कति मिठो हावा चल्यो। मलाई चाहिँ राति घुम्न एकदम मनपर्छ गाइज होइन, बच्चैदेखिबाट एकदम राति घुम्न मनपर्ने। तर घरबाट त्यस्तो घुम्न अलाउड नै थिएन, घुम्न दिनुहुन्थेन। ला ब्रदर त कहाँ गयो? यहाँ छैन नि त यार, कहाँ गयो यार? लाउन ओहो, ओए आइज, अगाडि आइज अगाडि। ओ त्यो त मलाई उतै रहेछ, म चाहिँ यताबाट आएँ गाइज, उता रहेछ। ठिकै छ, केही भएन। कस्तो दामी देखेको है, घरै घर। मेरो ब्रदर आए गाइज, अब म चाहिँ चढ्नेवाला छु। लिने होला यार लाइसेन्स? बाइक दाइ लिएर गइछ? बाइक दाइ लिएर गयो? म थाहा नै छैन कसले लिएर गएको। यो चाहिँ मेरो आफ्नै साथी भाइ हो गाइज। हेलो गाइज, हामीले धेरै गाइज भने पनि इरिटेट लाग्छ यार, धेरै साथीहरू भन्छ है, अब चाहिँ साथीहरू भन्छु, धेरै गाइजहरू भन्दैन। मलाई खासै त्यस्तो भ्लगिङ आउँदैन, यसले चाहिँ च्यानल खोलेको भए बिचरा
गरेर भनिदिनु ल। मलाई यो ल्याभेन्डर कस्तो लागेको छ है, ल्याभेन्डर कलर राम्रो छैन मोबाइल, त्यही पनि कन्टेन्ट राम्रो भइहाल्यो नि होइन। निकल्दै अस्ति मैले होइन यहाँनिर चलाउँदाखेरि झन्डै स्कुटर ल्याएर जागिदिएको थिएँ, त्यही भएर लाइसेन्स चलाउनु हुँदैन, नयाँ चलाउनु हुँदैन गाइजहरू। रोडमा चाहिँ एकदम सावधान भएर चलाउनु पर्छ है, लाइफ इज प्रिसियस। एकचोटि सिद्धियो भने गयो, त्यति भक्तपुरबाट ल्याइदिउँला नि। मैले आज उता उसमा पानीपुरी खाएको थिएँ नि यार, तैँले मलाई लगाइदिस् नि, त्यहाँनिर पानीपुरी खाएको यस्तो मिठो फ्रेस हाम्रो चाहिँ यो हामी चाहिँ यतातिर मतलब मेरो भाइहरू चाहिँ यतातिर तरकारी किन्न आउँछ, म चाहिँ यता बस्किन यिनीहरूसँग कहिले कहिले आउँछु। अनि यहाँनिर चाहिँ हाम्रो तरकारी किन्ने पसल हो, तरकारी चाहिँ यहाँ पाइन्छ गाइस। अनि यस्तो घुमाउनु है, रोड अब यता घुमेर आउनुपर्छ, नत्र त यहीँबाट पुलबाट गयो भने भित्र साइडमा गएपछि यस्तो दामी पिज्जा पाइन्छ, यस्तो दामी पिज्जा पाइन्छ गाइस। मैले अस्ति फर्स्ट टाइम भन्दा पनि मैले जस्ट 2-3 चोटि खाइसकेँ होइन, तर फर्स्ट इम्प्रेसन इज द लास्ट भने जस्तै होइन। मलाई चाहिँ एकदम मिठो लाग्यो क्या। मैले अहिलेसम्म खाएको पिज्जाहरूमध्ये सबैभन्दा बेस्ट पिज्जा चाहिँ मलाई यहीँ रातेको लाग्यो। म चाहिँ एकजना मान्छेसँग गएको थिएँ होइन, अनि मान्छे भन्नाले अब एकजनाले लकदिनु मलाई त्यहाँ रिकमेन्ड गर्नुभएको थियो, अनि त्यहाँ गएको थिएँ। मलाई एकदम पिज्जा खान मन छ, मिठो पिज्जा खान मन छ भने चाहिँ राधे आउनु होला। आयुषलाई हामीले सम्झियौँ है त, सैनिक आउँदाखेरि आयुष ब्रदरलाई हामीले सम्झियौँ। वाउ, यो कस्तो राम्रो छ नि यो एरिया गाइस, होइन यार। यो कान्तिपुर गेस्ट हाउस हो, अहिलेसम्म मलाई थाहा छैन कान्तिपुर अब उता अगाडि अस्ति हामीले खाना खाएको ठाउँ आयो होइन, अस्ति हामीले खाना खाएको ठाउँ अस्ति हाल्नु ब्रदर। ल गाइस, हामी चाहिँ ठ्याक्कै भक्तपुर दरबार स्क्वायर पुग्न लाग्यौँ। ब्रदरले अलिक मजाले स्कुटर चलाउँदैछन्, काम बात्दै गर्दैछन्। रातको समय भइसकेको छ, अलि भिडियोको क्वालिटी राम्रो नआए पनि हजुरहरूले हेरेर साथ सपोर्ट गरिदिनु होला गाइज। के
यस्तै हो हामीहरूलाई क्वालिटी स्वालिटी यस्तै उस्तै हामीहरूलाई मेमोरी चाहिँ सबैभन्दा ठुलो कुरा हो होइन गाइस फाइनली हामी दरबार स्क्वायर आइपुग्यौँ यस ल अब चाहिँ म यहाँ भ्लग बनाउनेवाला छु राम्रो कस्तो राम्रो देखिएको 50 को 4 म यसरी भक्तपुर दरबार स्क्वायर कहिले घुम्न आएको थिइनँ गाइज मतलब बाहिरबाट आएको थिएँ यत्तिकै बाहिर हेरेर गएको थिएँ यहाँनिर त पुरै बजार मन लाग्दो रहेछ तरकारी बजार रातिमा चाहिँ झिलिमिली हुँदो रहेछ दिउँसोमा चाहिँ खासै रमाइलो नहुँदो रहेछ रातिमा चाहिँ एकदम रमाइलो हुँदो रहेछ धेरै मान्छेहरू यतातिरको मान्छेहरू आमाले साग बेच्न राख्नु भएछ एकदम रमाइलो छ गाइज रमाइलो रहेछ रमाइलो वाउ कस्तो दामी देखेको कति दामी देखेको ओ माई गड ओ माई गड ओ माई गड ओ माई गड गड ब्रदर त स्कुटर पार्किङ गर्न गएको कहाँ गयो आउँदैछ होला आएको छैन गाइस त्यो चाहिँ म चाहिँ घुम्दै गर्छु एकछिन भए पनि यताउता गाइस यो चाहिँ होइन यसले मलाई देखेको छैन मैले यसको मोबाइल पनि लिएर हिँडिदिएँ हेलो ब्रदर गाइस होइन झन्डै हराएको यो चाहिँ होइन म चाहिँ अगाडि हिँडिरहेको थिएँ यो चाहिँ स्कुटर पार्किङ गर्न गइरहेको थियो अनि त्यस पछाडि मोबाइल पनि अब यसकै मोबाइलबाट भ्लग गरिरहेको छु नि त अनि मेरो मोबाइल चाहिँ मैले बोकिरहेको छु बिचरा भाइ हरायो गाइज भक्तपुर दरबार स्क्वायरमा फाइनल्ली गाइज हामी चाहिँ भक्तपुर दरबार स्क्वायरमा छौँ अनि अब चाहिँ हामी के गर्नेवाला छौँ ब्रदर के गर्नेवाला नि हेर्नु न गाइज होइन म चाहिँ स्कुटर पार्किङ गर्न गएको थिएँ होइन उहाँ दिदीले चाहिँ के गर्नुपर्छ भन्नुहुन्छ भने साउन्ड हेर्नु म फेरि भन्नुभयो राम्रोसँगले भन्छु फेरि भनेपछि टक्कै लगाएर म चाहिँ स्कुटर पार्किङ गर्न गएको थिएँ होइन स्कुटिङ पार्किङ गर्न गइसकेपछि चाहिँ आउँदाखेरि त मान्छे छैनन् मेरो मोबाइल पनि लिएर जानुपर्छ आफ्नो मोबाइल पनि कसको मोबाइल उठाउनुपर्छ फेरि दिदीको नम्बर मलाई याद छैन क्या लास्टमा ड्राइभ गर्ने दाइ हुनुहुँदो रहेछ फोन गरियो भने बल्ल यस्तो राइडर जस्तो मान्छे पनि भक्तपुर दरबारमा हरायो गाइज त्यस्तो छ है हामी घुमफिर गर्दैछौँ है गाइज नाइट भ्यू ल गाइज होइन टक्क लाएर दरबार भक्तपुर दरबार स्क्वायरको चाहिँ नाइट भ्यू यस्तो रहेछ ल गाइज हेर्नु पत्तीले केही देखिँदैन यस्तो छ ल हेर्नु यस्तो छ गाइज यस्तो छ ल हेर्नुहोस् ठ्याक्कै 9 बजिसकेको छ राति गाइज हामी चाहिँ घरबाट निस्किँदाखेरि के सर्टमा आएको थियौँ भन्दाखेरि यसले चाहिँ मलाई जुस खुवाउँछु भनेर भनेको थियो होइन अब चाहिँ ल भन् ब्रदर कता लाने हो जुस खानालाई पानी खाँदा हुँदैन पानी खाँदैन कि आइसक्रिम कि जुस के खाउँ ल आइसक्रिम खाऊँ ल जाउँ ल अब यसले मलाई आइसक्रिम किनाएर खुवाउँछ चाहिँ आइसक्रिम खानेवाला छु जुस धौ खाए नि हुन्छ छोडेर जाने होइन ल मोबाइल छोडेर गयो भने पनि मोबाइल लगिदिनु ल यहाँ छ आइसक्रिम छ आइसक्रिम गरिदिनु न कोनवाला छैन कोनको छैन भ्यानिला ए मतलब यहीवाला क्या हालेर खाने यो कुन हो 21 चक्लेट छ चक्लेट छैन चक्लेट छैन र अर्को खाम न चक्लेट भएकोवाला खाम न यो मिठो छैन क्या चक्लेटहरू हेर्न रहेछ अर्को कहाँनिर छ उनीहरू पनि पाइन्छ होला आइसक्रिम मजाले पाइन्छ कि यतातिर यस्तो गरममा त आइसक्रिम खानु पर्यो नि होइन त्यो पनि भाइले खुवाएको आइसक्रिम त खानु पर्यो नि सुत गाइज यसको पैसाले आइसक्रिम खाने भनेको के हो जुरेन जस्तो छ काहीँ पनि आइसक्रिम रहेन रहेछ कहाँ नभए म त नभएर हुन्छ जहाँबाट भए पनि खाने हो म त जताबाट भए पनि खाने जताबाट भए पनि दाजु बहिनीले ओहो आफ्नो पद बढाए दाजु बहिनी दिदी भाइ गाइज फेरि हामी दुईजनाको फेरि गर्लफ्रेन्ड बोयफ्रेन्ड छैन नि फेरि गाइस होइन त्यही भएर हामी दिदीभाइ चाहिँ टक्क लगाएर नाइट भ्यू हेरेर लगाएको होइन त ओके हामी सिङ्गल हो गाइस हामी सिङ्गल हो रक भन्छ नि त गाइस तर फेरि कसैले त्यो के भन्छ अरे टार्गेट पनि नगर्नु होला किन भन् न हाम्रो टाइम आएपछि भगवान्ले जुराउनु भएको मान्छे भेटिसके पछाडि के हुन्छ हामी आफै के हुन्छ
कनेक्टेड हुन्छौँ होइन ल त्यही भएर अहिले गाइज अब चाहिँ आइसक्रिम पसलमा हामी आइसक्रिम खानेवाला छौँ यहाँ चाहिँ पक्कै पनि पाइन्छ फाइनली यहाँनिर चाहिँ आइसक्रिम भेट्यो त्यस्तै वाला रहेछ चक्लेट नभएको वालै रहेछ कि उसलाई टेन्सन त भएको छैन नि पैसा तिर्नुपर्छ भनेर त्यो पनि मैले दिएको पर्स हो है गाइस मैले दिएको पर्स गिफ्ट गरेको भन्नु दिएको मैले दिएको हो त्यही त राम्रोसँग भन्दैछु मैले दिएको फाइनली गाइज हाम्रो आइसक्रिम आइसकेको छ यो चाहिँ मेरो आइसक्रिम हो होइन ब्रदरले मलाई किनिदिएको आइसक्रिम चेयर्स गर्नु छैन यत्तिकै जुठो हाल्यो फेरि त्यही जुठो आइसक्रिममा कहाँ चेयर्स गर्छु मैले आइसक्रिम पाइसकेको छु गाइज अरू केही खानु छ मिठो छ गाइस खाजा चाहिँ खाए नि हुन्छ तर पैसा चाहिँ आफैतिर ल यो पनि यसकै ट्रिट हो गाइज अब अरू के खुवाउँछौ मलाई नमस्कार कस्तो नमस्कार हो र खुट्टामा ढोगिस् भने मात्र के खाँदिन मान्छेको अगाडि बेत भइसक्यो गाइस के को बिहे बिजेत हुँदैन है आफ्नो दिदीको खुट्टा ढोग्नलाई पनि बिजेत हुँदैन गाइस आइसक्रिम त मिठो छ त मिठो छ झन् झरे झरे ल भाइ ब्रदर इन्जोइङ आफ्नै पैसाले किनेको आइसक्रिम गाउँ गएर झन् अलिअलि त कालो त थियो गाउँ गएर झन् पुरै ग्लो डाउन भएर आएछ कति बजी सोध्नु अब चाहिँ गाइज होइन हामी चाहिँ टक्कलार दरबार स्क्वायर घुम्यो अरे अब चाहिँ खाना जाँदैछ म कता हुन्छ हेरौँ बोलो बोल्नु भन्दै गाइस हामी चाहिँ अब फाइनल्ली खाना खान आयौँ हो गाइस ल हो गाइस ल अरे कस्तो हो र थाकिसक्यो नि त घुम्दा घुम्दा ल यो चाहिँ अर्कैवाला लुम्बिनी हो अस्ति हामीले खाएकोवाला चाहिँ उता अगाडि हो यो चाहिँ अलिकति अगाडि यतापट्टि रहेछ लुम्बिनी गेस्ट हाउस ल अब यहाँनिर खाना कस्तो छ म भिडियो खिच्छु गाइस फेरि देखाउनेवाला छु है ल त्यहाँनिर चाहिँ भिडियो खिच्नु मात्रै पर्यो त्यहाँनिर खानै रहने रहेछ फेरि हामी खाना खोज्दै 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 अगाडि अगाडि आइपुग्यौँ मेरो ब्रदरलाई चाहिँ थकै लागिसक्यो रिस पनि उठिसक्यो भोक पनि लागिसक्यो सबै एकैचोटि भइसक्यो अब यो पनि बन्द रहेछ यार अब कहाँ पाइन्छ त बस पार्क साइड भनेको त्यही त हो यतै त हो सिट होइन होइन अगाडि हो आइज यो होइन अगाडि अगाडि यहाँ होइन स्वादिष्ट एभरेस्ट मोमो यहाँ थकाली किचन रहेछ त जान्यो फाइनल्ली गाइस होइन सस्तो खाना आएको हेर्दा त महँगो पऱ्यो त हेर्दा राति 11 कति बज्यो रातिको कति बज्यो 9:30 भयो लगाइज अब चाहिँ हामी यहाँ भेट्नेवाला छौँ यहाँको खाना खाएर म रिभ्यू दिन्छु कस्तो छ भनेर ब्रदरले चाहिँ फाइनल्ली खाना खाने होटेल भेटाइसक्नु भयो पसिनै आयो ठिक छ खाना खाना बसिसकेको छौँ गाइस खाना आउन बाँकी छ खाना आउन एकछिन टाइम लाग्छ राख्ने गर त के हो राम्रो भयो नि दाल पनि हाल्यो ब्रदरको खाना आइपुग्यो गाइस सुरु गरे ल म पनि क्यामेरा बन्द गरेर खान्छु होइन फोटो खिचिदिन्छु ल एउटा थम्बनेल फाइनली गाइस हाम्रो खाना आइसकेको छ हामी चाहिँ खाना खान्छौँ खाना खाइसके पछाडि म खाना कस्तो छ भन्नेवाला छु के भन्न सक्छ म त खान्छु खानेहरू बोल्दिनँ ल म पनि बोल्दिनँ फाइनल्ली माम खाएर सक्यो खायो पानी हाल्छु यसले मासु चाहिँ खाएन ल मासु चाहिँ छोडिदियो भेज खानेको सुन्नत गएर होला मलाई पनि मासु मिट लाग्ने छोडो गाइस आज पनि गाइस आजलाई यति नै यहीँनिरबाट हाम्रो ब्लग टुङ्गियो थ्याङ्क यू फर वाचिङ डु लाइक सेयर सब्सक्राइब अनि कमेन्ट पनि इन्जोय आवर ब्लग्स बाई 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 गाइस